5वटा गजफिस, एउटामा बेटाडिन, एउटामा ज्याडाल इम्प्लान्ट, यति राख्नु पर्यो है। अब साथीलाई हाल्दी माग्नु पर्यो, हालिदिन्छु। यो बेटाडिन हाले जस्तो गरिदिनु, ट्रोकार इम्प्लान्ट सबै हालिदिनु। हो त्यसमा छ होला इम्प्लान्ट, एउटामा बेटाडिन, एउटामा इम्प्लान्ट। अब ट्रोकार त्यो चाहिँ केमा हुन्छ? यो पनि प्याकेट अघिको इम्प्लान्टको जस्तो प्याकेट हो। हजुर हाम्रो यो प्याकेट सम्झिनु पर्यो नि। ठिक छ, यति भयो। अब तपाईँहरूले पहिलो भनेको ठ्याक्कै ल दिदी, तपाईँलाई म यहाँ सफा गरिदिँदैछु। लगाउने ठाउँ चिसो हुन्छ, तपाईँलाई जिउ चिलायो, त्यहाँ लगाएको ठाउँमा चिलायो, अप्ठ्यारो भयो भने मलाई भन्नुहोस् ल। अब यो सेन्टर पोइन्ट भयो होइन, यो पोइन्ट भयो, यो पोइन्टबाट ठ्याक्कै राउन्ड गरेर इनर टु आउटर 8 देखि 13 सेन्टिमिटर पुरै देखेको भए दुईपल्ट। सानो बच्चा कत्रो पो भन्नुभयो तपाईँले? 3 वर्ष होइन? हजुर 3 वर्ष। अब बच्चा पुरै पुगेको हो भने थाई विधि पनि छ नि। पछि अर्को जन्म आउनुपर्छ, अहिले चाहिँ यही ल्याइराख्नु होला हो। ल ठिक छ। अब पछि इच्छा भयो होइन थाई विधि प्रयोग गर्ने भने आउँदाखेरि भयो। अब यसलाई चाहिँ ठ्याक्कै आइटावरलाई हामीले यो आईको टुप्पोमा खोल्छौँ, खोलेर टुप्पो समाउँछौँ। टुप्पो समातिसकेपछि यो औँला यसरी समाएपछि यो औँला भित्र पस्नु पर्यो। यसरी समाएर फ्याल्न पाइँदैन है, भित्र समाउनु पर्यो ठ्याक्कै। यो समाउँदाखेरि चाहिँ तपाईँलाई हातले कतै टच भयो हुने भएन होइन, यसरी राख्ने। अब भित्र औँला समात्नु, अब हातभित्र यो हातै भित्रपट्टि हुनुपर्छ। यसरी समायो पुरै यसो गरेर यसरी भित्र पोको यसरी पोको पार्दा भयो होइन, अथवा त्यतिले पनि भएन भने यसरी हाल्दा भयो। त्यसरी सक्यो। त्यसरी त यो औँला उता टच हुन्छ कि यो भएर औँला भित्र पसाउनु पर्यो कपडाभित्र। हो त्यसरी हेर्दा त सजिलो देखिन्छ त। ल यो पकाएको कपडा नछुनुहोस् है भनेर भन्नुहुन्छ। पाखुरा अलिकति उचाल्नुहोस् ल। हुन्छ। अब तपाईँलाई मैले नदुख्ने सुई लगाइदिन्छु। नदुख्ने सुई लगाउँदाखेरि चाहिँ थोरै दुख्छ। अघि तपाईँले आँखा धमिलो मलाई केही पनि भएको छैन पहिला सुई लगाउँदा भन्नुभएको छ। अब म सुई लगाउँदाखेरि आँखा धमिलो भयो, मुख सुक्खा भयो, सास फेर्न गाह्रो भयो भने भन्नु होला है त। हुन्छ। यो 1 ml डिस्टिलबाट यो डिस्टिलबाट 1 ml यो 1 ml यो गज यहाँ राख्ने। ल दिदी तपाईँलाई थोरै दुख्छ है? हुन्छ। धेरै चाहिँ नदुखोस् है। हस्, चिन्ह लगाएको ठाउँबाट थोरै दायाँ कि त बायाँ साइडबाट जाने होला। चिन्ह लगाएकै ठाउँबाट नजाने। उल्टा गर्ने 0.5। यो दुईवटा चिन्ह हो, यो दुईवटा चिन्हको बिचमा निडल सानो भयो भने खुम्चाउने। विड्रो 0.5 थोरै ब्याक आउनुहोस्, विड्रो गर्नुहोस्। 1 ml छोड्दै 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 आउनु। जम्मा 2 ml है। 2 ml मा फेरि त्यही ठाउँबाट अलिकति ए विड्रो कति 0.5। त्यसपछि यो दुईवटा चिन्ह छ बिचमा, साइड साइडमा जाने होइन। विड्रो चाहिँ नबिर्सिनु 0.5। ब्लडहरू आयो भने नलाउने। त्यसरी ब्याक आउने, एकचोटि विड्रो गर्नुहोस्, पुस गर्दै 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 आउने।
त्यो चिन्ह लाएको मै चाहिँ होइन भन्नु पनि हजुरले चिन्हलाको छेउबाट अलिक छेउबाट तर यहाँ चिन्ह लगाएको छ त्यसको अलिक चाहिँ छेउबाट। यता पनि गयो भयो यता पनि गयो भयो चिन्हबाट चाहिँ नजाने ए त्यति चाहिँ भयो त्यसपछि ठिक छ सुरुमा यहाँ भयो। 0.5 यहाँ सुरु यहाँ त्यसपछि दुई। बीचमा अँ। त्यसपछि छेउमा यहाँ कति 0.5 0.5 ए, त्यसपछि अनि त्यसपछि बिचमा फेरि बीचमा दुईटाको बिचमा सिधै जाने सिधै माथि जाने विड्र गरेर ए 0.5 हजुर हजुर फ्याकाउने हजुर। र अँ। 1 ml पुस गर्दै 1 ml। ए यहाँ सुरुमा यहाँ त्यसपछि यहाँ बिचमा। टुप्पोमा। ए, अनि 1 ml बिचमा भनेको यो दुईटाको बिचमा। बिचमा गर्नु पर्यो 0.5 यदि निडी छ भने अलिक बढी हालिदिने पहिलेका छोटो हुँदा त काम टाइम लाग्छ नि त थोरै बढी हालिदिँदा पनि भयो बढी भनेको युनहरू बढी हाल्नु पर्यो जहिले कि त्यहाँ चाहिँ ए अलिक बढी पुस भन्नु होइन ए बिचमा बिचमा अलि बढी भन्नु भने हजुर डाइलोकिन छ नि अँ, त्यसलाई चाहिँ? 2 ml छ टोटल हामीसँग होइन सुरुमा 0.5 ml हाल्ने अनि त्यसपछि सट्टै माथि लाने अनि माथि गएर खुम्चाउने अनि भुजिया त्यसपछि गर्ने गर्ने अब 0.5 छोड्नु भनेको थियो नि त हजुर। अलिक बढी छोडिदिनु त्यो नि गर्न सकियो बढी लाउने, अनि फेरि ब्याक तान्ने अनि त्यसपछि फेरि बिचमा चाहिँ 1 ml जति लाउने भन्नुभएको होइन त बाँकी रहेको पुस गर्दै 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 निकाल्ने